हेलो 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 वेलकम छ सम्पूर्ण दर्शक महानुभावहरूलाई। आज चाहिँ हामी यो भाइरल पुल तुलसीपुर दाङ जिल्लाको तुलसीपुरमा चाहिँ यो बबई नदीमा भाइरल पुलमा आएका छौँ। यो भाइरल पुल चाहिँ यहाँ यो बबई नदीमा चाहिँ बोट पनि राखेको रहेछ। यो भाइरल भएको चाहिँ लगभग 2 महिना भएको रहेछ। यहाँ चाहिँ हामी घुम्न आएका छौँ। हजुरहरूले देख्न सक्नुहुन्छ यो बबई नदी हो। बबई नदी पार गर्ने एउटा पुल छ। पुलदेखि चाहिँ तल चाहिँ बोट छ। बोट चलिरहेको देख्न सक्नुहुन्छ हजुरहरूले। यस्तो छ यो भाइरल पुल। हजुरहरू पनि घुम्न आउनु होला। बोट चलिरहेको छ त्यहाँ। मान्छेको भिड छ। यस्तो आज शनिबारको दिन भिडभाड छ मान्छेको। अनि यदि तपाईँहरू पनि घुम्न आउन सक्नुहुन्छ यो ठाउँमा दाङ जिल्लाको तुलसीपुर बबई नदीमा चाहिँ घुम्न आउन सक्नुहुन्छ। यस्तो खतरा छ यहाँ चाहिँ। भाइरलै भाइरल छ। हामी चाहिँ यो ठाउँमा आज घुम्न आएको शनिबारको दिन। हजुरहरू पनि घुम्न आउनु होला। अहिले यस्तो भाइरल भएको छ यो पुल चाहिँ। हामीलाई नि देखाउनु पर्यो। अनि तपाईँहरूले देख्न सक्नुहुन्छ पुल यस्तो भाइरल भएको छ। पुल भन्दा पनि यो तल बोट यो बबई नदीमा चाहिँ बोट चलिरहेको छ। अनि यो मान्छेको भिडभाड हेर्न सक्नुहुन्छ हजुरहरूले। यो एउटा मेला लागेको जस्तो एउटा मेला नै लागेको जस्तो भिडभाड छ आजको शनिबारको दिन। यस्तो छ। तल चाहिँ मजाले बोट चलिरहेको छ। हेर्न सक्नुहुन्छ। यो चाहिँ लगभग टिकट चाहिँ यो 200 रुपियाँ टिकट काटेर चाहिँ यहाँ चढ्न सक्नुहुन्छ हजुरहरू। यस्तो खतरा छ। यो बबई नदी हो। मर्टीपुर 11 नम्बर वडाभित्र चाहिँ यस्तो भाइरल भएको छ। अहिले लगभग 2 महिना भइसक्यो। हामी चाहिँ आज शनिबारको दिन घुम्न आएको। यस्तो छ। फोटो खिच्नेदेखि लिएर बोटमा चढ्नेदेखि लिएर पुलमा हिँड्नेदेखि लिएर भाइरल भएको छ यो पुल अहिले। यो दाङ जिल्लाको तुलसीपुरमा यस्तो छ। हेलो 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 कहाँ आउनु भएको हजुरहरू? घुम्न आउनु भएको? यहाँ बाजेले के गर्दै हुनुहुन्छ? मेरो बाजेले हजुर बाजे हामी चाहिँ यहाँ नाति बाजेहरू घुम्न आएको। साइनोले चाहिँ बाजे पर्नुहुन्छ तर उमेर त बाजे त होइन। साइनोले चाहिँ मेरो बाजे पर्नुहुन्छ। हेलो बाजे के छ हजुरको हालखबर? आज घुम्न आउनु भएको छ यहाँ शनिबारको दिन। कस्तो लागिरहेछ हजुरलाई? हजुर ए त्यही त कतिको भाइरल भएको छ है। यो पुल त धेरै भाइरल भएको छ। पुलदेखि लिएर यो बबई नदी अनि नदीमा चाहिँ बोट चल्छ। हामी चाहिँ अब धेरैजना हजुर हजुर हामी चाहिँ आज धेरैजना घुम्न आएका छौँ। बाजेले चाहिँ पुरै स्पिकर बोक्नु भएको छ बजाउनलाई। ओहो हो यस्तो भिडभाड छ। हिँड्ने बाटै छैन। यस्तो छ। देख्न सक्नुहुन्छ हजुरहरूले। यता पनि यस्तो छ, यता पनि यस्तो छ, यता पनि यस्तो छ। सानो नानीहरू घुम्न आएको छन्। बच्चाहरू लिएर सम्पूर्ण चाहिँ यहाँ भाइरल पुलमा घुम्न
आएको छ नि सबैजना मान्छेको भिडभाड पार्किङ चाहिँ यो ठाउँतिर पार्किङ गर्नु सक्नुहुन्छ अनि यता पनि छ पार्किङ गरेर चाहिँ तपाईहरु तल जान सक्नुहुन्छ है म चाहिँ हजुरहरुलाई बोट देखाउँछु भित्रपट्टि तलपट्टि चाहिँ बोट छ बोट चलिरहेको छ बोटमा जान्छु